Find the value of theta in the following equations. Number A, 2 sin theta equals to root under 3. Solution. 2 sin theta equals to root under 3 means sin theta equals to root under 3 divided by 2. Here root under 3 divided by 2, it's a positive value. अब sin कुन क्वाड्रेन्टमा पोजिटिभ हुन्छ त? फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ. फर्स्ट र केमा पोजिटिभ हुन्छ? थर्डमा पोजिटिभ हुन्छ. अरे फर्स्ट र सेकेन्डमा साइन पोजिटिभ हुन्छ. सो फर्स्ट मतलब के लेख्न पाइन्छ? इन फर्स्ट क्वाड्रेन्ट sin theta equals to root under 3 by 2 means sin 60 degree. It lies in first quadrant. Therefore, theta equals to 60 degree. अझै sin second quadrant में positive हुन्छ. Second quadrant मतलब sin theta equals to sin 180 degree. यो भयो 180 degree को लाइन. अब प्लस गरेर भन्दा थर्ड क्वाड्रेन्ट जान्छ. सेकेन्ड क्वाड्रेन्ट जान लागि माइनस हुनु. माइनस कति त भन्दाखेरि 60 minus 60 degree. Therefore, theta equals to 180 minus 60 कति हुन्छ? 120 degree. यो क्वेसनमा चाहिँ हामीले थीटा को भ्यालु लेस देन अर इक्वल टु 0 degree, ग्रेटर देन अर इक्वल टु 0 degree, लेस देन अर इक्वल टु 180 degree निकाल्नु पर्ने छ. सो hence the value of theta equals to 60 degree or 120 degree. Okay, next question. Number B, root under 3 tan theta equals to 1 or tan theta equals to 1 divided by root under 3. अब tan कुन क्वाड्रेन्टमा पोजिटिभ हुन्छ त? tan एउटा फर्स्ट क्वाड्रेन्टमा पोजिटिभ हुन्छ अनि tan थर्ड क्वाड्रेन्टमा पोजिटिभ हुन्छ है. थर्ड क्वाड्रेन्टमा फर्स्ट क्वाड्रेन्टबाट सुरु गरौँ. tan थीटा इक्वल्स टु फर्स्ट क्वाड्रेन्टमा tan को कति एंगल 1/√3 हुन्छ भन्दाखेरि tan 30 डिग्री इक्वल्स टु 1/√3 हुन्छ. देयरफोर थीटा इक्वल्स टु 30 डिग्री. यो क्यान्सल गरेको हैन है. यो कम्पेयर गर्दाखेरि tan को ठाउँमा tan छ भनेपछि थीटा को ठाउँमा कति हुनु पर्यो? 30 डिग्री. अब सेकेन्ड क्वाड्रेन्टमा सरी थर्ड क्वाड्रेन्टमा थर्ड क्वाड्रेन्ट भनेको यो हैन. सो के लेख्न सकिन्छ? tan थीटा इक्वल्स टु tan 180 डिग्री. अब प्लस गर्दा थर्ड क्वाड्रेन्टमा पुगिन्छ. सो प्लस कति डिग्री भन्दा 30 डिग्री. हियर वी गेट थीटा इक्वल्स टु 180 प्लस 30 गर्दाखेरि 210 डिग्री. हेन्स थीटा इक्वल्स टु 30 डिग्री और 210 डिग्री. अब क्वेसनले के भनेको छ? क्वेसनले त 180 लेस देन अर इक्वल टु 180 भनेको छ. सो हाम्रो एन्सर कति मात्रै हुन्छ? 30 डिग्री मात्रै हुन्छ. हेन्स थीटा इक्वल्स टु 30 डिग्री. दिस इक्वेसन cot theta equals to root under 3. अब के छ त भन्दाखेरि यदि कुनै पनि जस्तै sin cos tan नर्मली हामी sin cos र tan को भ्यालु याद गरे हुन्छौं हैन. अब यतिकै भ्यालु गर्दा पनि हुन्छ. मानिलियो आएन अरे फर एक्जाम्पल हैन. sin cos tan को भ्यालु स्ट्यान्डर्ड भ्यालु मात्रै याद छ. सो के गर्ने भन्दाखेरि कन्भर्ट गर्दिने के जुनमा आउँछ त्यसमा कन्भर्ट गर्दिने. cot theta लाई के लेख्न पाइन्छ? 1/tan theta लेख्न पाइन्छ. यो कोसेन्ट रिलेसन हो. रेसिप्रोकल रिलेसन. कोसेन्ट रिलेसन गरेर गर्दा पनि भयो, रेसिप्रोकल रिलेसन गर्दा पनि भयो. ल cot थीटा भनेको के हुन्छ? 1/tan थीटा रुट अन्डर 3 सबै छ. अफ गर्ने क्रस मल्टिप्लाई 1 डिवाइड बाइ रुट अन्डर 3 इक्वल्स टु tan थीटा. और अब लेफ्ट ह्यान्डलाई राइट ह्यान्डलाई लेफ्ट ह्यान्ड लेख्नु. tan थीटा इक्वल्स 1/√3. ओके, अब 1/√3 tan को कतिको भ्यालु भन्दाखेरि यसको हो tan 30 डिग्री को भ्यालु. ओके, देयरफोर थीटा को भ्यालु कति आयो? 30 डिग्री. 30 डिग्री विच इज लेस देन 90 डिग्री भनेपछि कुन क्वाड्रेन्टमा गरौँ? फर्स्ट क्वाड्रेन्टमा भनौँ त हैन. ओके, अब त्यस्तै tan अर्को केमा पोजिटिभ हुन्छ भन्दाखेरि tan थर्ड क्वाड्रेन्टमा पोजिटिभ हुन्छ. थर्ड क्वाड्रेन्ट भनेको त 180 डिग्री प्लस हो हैन. तर हामीलाई क्वेसनमा 180 डिग्री लेस देन अर इक्वल टु 180 डिग्री भनेको छ. सो हामीले यो गर्नु परेन. त्यही भएर हाम्रो एन्सर कति मात्रै हुन्छ? थीटा इक्वल्स टु 30 डिग्री. क्वेसन नम्बर डी मा रहेको छ cos थीटा इक्वल्स टु 1/2. ओके, के छ त भन्दाखेरि और cos थीटा इक्वल्स टु 1/2. cos को कति भ्यालु हो? cos 60 डिग्री को भ्यालु हुन्छ 1/2. अब यहाँबाट थीटा इक्वल्स टु कति आयो? 60 डिग्री. 60 डिग्री भनेको के हो त भन्दाखेरि इट इज लेस देन 90 डिग्री. यसको मतलब यो कतिमा पर्छ? फर्स्ट क्वाड्रेन्टमा पर्छ. ओके,
अब अर्को कस्टको भ्यालु केमा पोजिटिभ हुन्छ त भन्दाखेरि अब अर्को कस्टको भ्यालु भनेको कास्ट रुल अनुसार अल स्टुडेन्ट टेक केयर कस्टको भ्यालु फोर्थ क्वाड्रेन्टमा के हुन्छ पोजिटिभ हुन्छ तर यो क्वेसनमा त हामीलाई 180 सम्म मात्रै निकाल्नु भनेको छ त्यही भएर यो भनेको कति हुन्छ फोर्थ क्वाड्रेन्ट भनेको 360 माइनस समथिङ हुन्छ हैन अब 180 भन्दा धेरै भयो त्यही भएर यो परेन हेन्स यो क्वेसनको लागि थीटाको भ्यालु कति आयो 60 डिग्री ओके नेक्स्ट क्वेसन नम्बर ई छ sec theta equals to root under 2 ओके अब अघि मैले भने जस्तो यदि अब कुनै पनि ट्रिगोनोमेट्रिक रेशियोजको डाइरेक्ट भ्यालु याद भएन भने जुनको भ्यालु याद आउँछ त्यसमै कन्भर्ट गर्ने जस्तै sec theta भनेको के हो त भन्दाखेरि sec theta भनेको 1/cos theta हो गाई अब क्रस मल्टिप्लाई गर्ने 1/√2 equals to cos theta आयो अब 1/√2 cos कतिको भ्यालु हो भन्दाखेरि 1/√2 भनेको cos 45 डिग्रीको भ्यालु हो अब हेरौँ त भनेपछि कम्पेयर गर्दाखेरि cos cos सेम भनेपछि थीटाको भ्यालु कति आउँछ 45 डिग्री अब फेरि पनि cos केमा पोजिटिभ हुन्छ भने त cos त फोर्थ क्वाड्रेन्ट भनेको 180 भन्दा धेरैमा पर्यो सो त्यो गर्नु परेन सो आन्सर भयो हाम्रो 45 डिग्री मात्रै ओके नेक्स्ट क्वेसन नम्बर एफ छ 2 cos theta plus 1 equals to 0 ओके अब के गर्ने त भन्दाखेरि और 2 cos theta equals to plus 1 उता जाँदा minus 1 और cos theta equals to minus 2 जाँदा के भयो डिवाइड बाई 2 अब भ्यालु के छ नेगेटिभ आयो है अब ध्यान दिनु पर्यो फेरि जाने अब cos को भ्यालु कुन क्वाड्रेन्टमा नेगेटिभ हुन्छ त जान्नु पर्यो अब कास्ट रुल अनुसार के हुन्छ CAST कास्ट रुल अनुसार फर्स्ट क्वाड्रेन्टमा सब पोजिटिभ सेकेन्ड क्वाड्रेन्टमा साइन कसेक थर्ड क्वाड्रेन्टमा tan कट पोजिटिभ अनि फोर्थ क्वाड्रेन्टमा cos र sec तर हामीले के चाहिएको छ नेगेटिभ यहाँ त सब पोजिटिभ पनि भनेपछि यहाँ परेन अब यहाँ साइन cos पोजिटिभ भनेपछि यहाँनेरि पर्यो नेगेटिभ भ्यालु हुन्छ यहाँ cos के आउँछ नेगेटिभ जस्ट सेकेन्ड क्वाड्रेन्टमा यसको लागि के गर्नु पर्यो त भन्दाखेरि cos थीटा इक्वल्स यो माइनस छँदैछ 1/2 भनेको cos कतिको भ्यालु हो त भन्दाखेरि cos 60 डिग्रीको भ्यालु हुन्छ 1/2 अब कम्पेयर गर्न मिलेन किनकि नेगेटिभ छ सो अब के गर्ने त भन्दाखेरि cos थीटा इक्वल्स अब यसलाई के लेख्न पाइन्छ त भन्दाखेरि हामीलाई के थाहा भयो त भन्दाखेरि सेकेन्ड क्वाड्रेन्टमा cos के हुन्छ नेगेटिभ यसलाई लेख्न पाइन्छ cos 180 डिग्री माइनस 60 डिग्री यो कसरी भयो त भन्दाखेरि यो के को फर्ममा छ cos 180 माइनस थीटाको फर्ममा छ जसको फर्मुला हुन्छ माइनस cos थीटा किन भन्दाखेरि किनकि 180 डिग्री भनेको 90 डिग्री इभन मल्टिपल हो जसले गर्दा cos को cos नै रह्यो अब यो थीटा एंगल छँदैछ अब 180 माइनस थीटा भनेको सेकेन्ड क्वाड्रेन्टमा छ सेकेन्ड क्वाड्रेन्टमा cos के हुन्छ नेगेटिभ सो यहाँ आउँछ नेगेटिभ सो cos 180 माइनस थीटा भनेको माइनस cos थीटा फर्मेटमा cos 180 माइनस 60 को भ्यालु हुन्छ माइनस cos 60 सो रिभर्समा लेख्दाखेरि माइनस cos 60 भनेको cos 180 डिग्री माइनस 60 डिग्री पछि हामीले कम्पेयर गर्न पाइयो अब के छ भन्दाखेरि यहाँ पनि cos बराबर भनेपछि यो थीटा र एंगल पनि बराबर हुनुपर्छ therefore theta equals to 180 minus 60 भनेको थियो 120 degree hence the value of theta is 120 degree next question number G छ question number G मा रहेको छ √3 tan theta minus 1 equals to 0 ल यो क्वेशन चाहिँ तपाईहरुको लागि ट्राई गर्नुस् यदि मिलेन भने you can ask it again okay ल यो भिडियोको लागि यति नै